राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यतिखेर निर्विकल्प रवि लामिछाने हुन् भन्ने कुरा त यहाँले भनिराख्नु भएको छ नि। कतै त फेरि भूपदेव शाहको पनि चर्चा छ। हाम्रो विधानमा के थियो भने पहिलाको कुरा गर्दैछ, पहिलाको हाम्रो विधानमा त सभापतिको दावेदार साधारण सदस्य पनि हुन पाउँछ भन्ने थियो, तर समय सँगसँगै विधान संशोधन पनि भएको छ। र मैले यसमा फेरि पनि के भने धेरै टिप्पणी गरिराख्नु पर्दैन। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिराखेको जस्तो मलाई लाग्दैन। नेपाली जनताले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नुपर्छ भनेर आवाज उठेको छैन। सभापति रवि लामिछानेज्यूको विकल्प न त राष्ट्रिय स्वतन्त्र पार्टीले खोजेको छ, न नेपाली जनताले खोजेको छ। कुरा पनि छ, स्वाभाविक रूपमा नेतृत्वको कुरा पनि आउलान्, यहाँहरूका पनि आफ्ना आकांक्षा होलान्, आकांक्षाहरूका नाम पनि नेतृत्वभन्दा बाहिर। अब के छ, तपाईँ आफ्नै चाहिँ तयारी के छ र पार्टीको महाधिवेशन समग्र तयारी कस्तो छ? जसरी राष्ट्रिय निर्वाचन जनप्रतिनिधि चयन गर्ने प्रक्रियाको एउटा राष्ट्रिय निर्वाचन हुन्छ, त्यसै गरी पार्टीलाई विधि र पद्धति मार्फत सञ्चालन गर्नको लागि राजनीतिक दल सम्बन्धी ऐनले निर्देशित गरेको पार्टीको महाधिवेशन हुनुपर्छ। त्यो महाधिवेशनको घोषणा तय भएको छ। योभन्दा अगाडि हामीलाई निकै अप्ठ्यारो अवस्था हुँदै गर्दा, पार्टीमा निकै अप्ठ्यारो अवस्था हुँदै गर्दाखेरि यो पार्टीले महाधिवेशन किन नगरेको भनेर प्रश्न उठाउने पनि सायद सञ्चालकर्मी साथीहरू नै हुनुहुन्थ्यो होला। यहाँले गरेको खबरदारीकै कारण, खबरदारी पश्चात हामीले त्यतिखेर राष्ट्रिय भेला गरेर राष्ट्रिय निर्वाचन लगत्तै 6 महिनाभित्र हामीले महाधिवेशन गर्छौँ भनेका थियौँ। र अहिले हामीले 6 महिनाभन्दा अगाडि नै त्यो घोषणा गर्दै गर्दाखेरि द्रुत गतिमा गऱ्यो भनेर प्रश्न पनि उठाइराख्नु भएको छ। यसलाई मैले अन्यथा लिएको छैन, तर यहाँको खबरदारीप्रति म एकदमै सम्मान प्रकट गर्न चाहन्छु। अब राष्ट्रिय महाधिवेशनले, ऐतिहासिक राष्ट्रिय महाधिवेशनले यसका नेतृत्व चयन गर्नेदेखि लिएर सम्पूर्ण जिम्मेवारी वैधानिक रूपमा टुङ्ग्याउने प्रक्रिया, त्यो निर्वाचन मार्फत लोकतान्त्रिक प्रक्रिया मार्फत टुङ्ग्याउने प्रक्रियाहरू यहाँलाई अवगतै छ। र असार 7 गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको दिन, असार 7 गतेबाट सुरु भएर 8-9 गते सम्पन्न हुने कुरा पनि यहाँले जानकारी पाइसक्नु भएको छ। स्वाभाविक रूपमा निर्वाचनमा जसरी हामीले अभ्यास गरेका छौँ त्यही लोकतान्त्रिक प्रक्रिया अपनाएर त्यहाँ पनि निर्वाचन तय हुने कुरा त यहाँलाई जानकारी छँदैछ। तर राष्ट्रिय निर्वाचनभन्दा पक्कै पनि यहाँ पार्टीको नेतृत्व चयन गर्नुपर्ने पाटोमा चाहिँ केही कुराहरू फरक तरिकाले हुन पनि सक्छन्, केही कुराहरूमा सहमति हुन पनि सक्छन्, धेरै कुराहरूमा निर्वाचन लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचन हुन सक्छ। जुन कुरालाई आजै र अहिले नै म चाहिँ फलाना पदको लागि दावेदार हुँ र म फलाना जिम्मेवारी अहिले नै को लागि म अहिले नै उम्मेदवार छु भनेर मैले आज भन्नु निकै हतार हुन्छ जस्तो लाग्छ। तर पार्टी स्थापना गर्दै गर्दाखेरि आजसम्म ल्याइपुर्याउँदै गर्दाखेरि स्थापनाकालदेखि पार्टीलाई यहाँसम्म डोर्याउने साथीहरूले जिम्मेवारीबाट पन्सिन पाउनुहुन्न। यतिखेरको अवस्था यो हो। त्यसो भएको हुँदै गर्दाखेरि म कुन उसमा जिम्मेवारीमा उठ्ने र निर्वाचित हुने भन्ने भन्दा पनि कसले चाहिँ यो जिम्मेवारी छोड्न पाउनुहुन्न है भनेर हामीले भन्नुपर्ने अवस्था पनि हुनसक्छ। तर फेरि पनि दोहोऱ्याएँ, एउटा लोकतान्त्रिक दलले आफ्नो वैधानिक प्रक्रिया मार्फत महाधिवेशन घोषणा गरिसकेको छ र त्यो ऐतिहासिक महाधिवेशन मार्फत सबै प्रक्रिया टुङ्गिने भएको हुँदा आज यो विषयमा मैले धेरै टिप्पणी गरिनँ। नेतृत्व को आउँछ भन्ने पनि अब अहिले जो सभापति रवि लामिछानेज्यू हुनुहुन्छ, उहाँकै जुन 4 वर्षको बिचमा महाधिवेशन नभइकन अहिले जसरी चलाइरहनु भएको छ, अब वैधानिक रूपमा सभापति रवि लामिछानेज्यू नै हो भनेर आइरहेको छ, जसरी के भन्नुहुन्छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यतिखेर निर्विकल्प रवि लामिछाने हुन् भन्ने कुरा त यहाँले भनिराख्नु भएको छ नि। कतै त फेरि भूपदेव शाहको पनि चर्चा छ। हाम्रो विधानमा के थियो भने पहिलाको कुरा गर्दैछ, पहिलाको हाम्रो विधानमा त सभापतिको दावेदार साधारण सदस्य पनि हुन पाउँछ भन्ने थियो, तर समय सँगसँगै विधान संशोधन पनि भएको छ। र मैले यसमा फेरि पनि के भने धेरै टिप्पणी गरिराख्नु पर्दैन। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिराखेको जस्तो मलाई लाग्दैन। नेपाली जनताले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नुपर्छ भनेर आवाज उठेको छैन। सभापति रवि लामिछानेज्यूको विकल्प न त राष्ट्रिय स्वतन्त्र पार्टीले खोजेको छ, न नेपाली जनताले खोजेको छ।